हेलो नमस्ते यहाँहरू सम्पूर्णलाई, यहाँहरू सबैजनालाई। म चाहिँ यहाँ थापादाई मार्ट कुमागाबाट डेलिभरीको लागि आएको थियो। एउटा ठाउँमा चाहिँ सक्यो डेलिभरी, अर्को ठाउँको लोकेसनको लागि अब जानको लागि रेडी भइसक्यो। म चाहिँ लागेँ अहिले, तपाईँहरू हेर्दै गर्नु होला। दिउँसो भएको भए चाहिँ अलि अझ राम्रो आउँथ्यो, राति भयो भएर अलि नराम्रो हुनसक्छ। फेरि लाइट बाल्नु मिल्दैन कि, अहिले बेला बेलामा लाइट बाल्छु। अहिले हेर्नु होला है। सामान डेलिभरी गरेर पैसा लिएर फर्किँदैछु है। यता चाहिँ म्याप हेर्दै चलाइरहेको छु। अहिले रातिको कति 9-10 बज्यो होला। यस मजा आइरहेछ होइन। यहाँनिर कसैले चाहिँ राति गाडी नहुँदाखेरि चलाउन सजिलो भन्छ। मलाई चाहिँ जतिखेर नि सजिलो हो गाडी चलाउनु। कोही कोही त फेरि कस्तो हुन्छ क्या, हेडमा बालेर आउँछ अनि डिमै गर्दैन। कस्तो भ्लग बनाउन कोसिस चाहिँ गर्छु, तर यो अहिले बोली लटपटेर चाहिँ बोल्नै सकिन्छ। त्यो चाहिँ कार हो है। कार चलाउन चाहिँ छुट्टै मजा आउँछ क्या। फेरि अब 11 मिनट देखाइरहेछ। 11 मिनट पुगेपछि फेरि सामान झारेर फर्किनलाई 1 घन्टा जस्तो लाग्छ। जापानमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि, गाडी चलाउँदाखेरि सुनायो भने तपाईँहरूलाई अचम्म लाग्न सक्छ कि। नेपालमा चाहिँ अलि स्लो गऱ्यो भने फुत्तै अगाडि उछिनेर जाने हुन्छ नि त। यहाँ चाहिँ छैन। कसैले अगाडि जान दियो भने उसलाई धन्यवाद कसरी भन्ने त भनेर चाहिँ नेपालमा चाहिँ त्यस्तो छैन। यहाँ चाहिँ त्यो चाहिँ एउटा अनौठो लाग्छ क्या। राम्रो पनि लाग्छ, त्यो अरूलाई साइड दिउँ जस्तो लाग्छ नि त। त्यही त म चाहिँ अब 2 मिनटमा आइपुग्छु है। लोकेसनमा चाहिँ आइपुगेँ है। अनि अब हाम्रो चाहिँ यही हो, त्यतिर। ल म चाहिँ आइपुगेँ होइन। म अहिले पछि भिडियो कन्टिन्यू गर्छु। फोन गर्नुपर्ने छ। अब पेमेन्ट भइसकेको छ अरे होइन। सामान दिएँ, अब फर्किने हो। गाडीमा तेल चाहिँ छैन,
ठिकै छ। अब भोलि हाल्नुहुन्छ होला नि भाउजूले। चाहिँ अब जुस खाएर इनर्जी ड्रिङ्क बदाम जुस खाएर अब गाडी घुमाएर त्यही बाटो फर्किन्छु है। मलाई चाहिँ फेरि जताबाट आएको त्यही बाटो फर्किनलाई चाहिँ अलिक अप्ठ्यारो लाग्छ क्या। त्यही भएर गाडी घुमाउन लगाएको मैले। कसै चाहिँ गाडी ब्याक गर्दाखेरि यो क्यामेरामा हेरेर गर्दो रहेछ है। मलाई चाहिँ क्यामेराको खासै हुन त राम्रै हो, मलाई चाहिँ खासै भर नलाग्ने लुकिङ ग्लासको चाहिँ भर लाग्ने। लुकिङ ग्लास हेरेर चलाउने भएको भएर चाहिँ मलाई लुकिङ ग्लास हेरेर चलाउनै मजा लाग्छ। सामान पुऱ्याउन आएको साथीहरू पुरै झ्याप रहेछ है। भोलि छुट्टी चट्ट अब छुट्टी मनाउँदै होला नि त। म त बिरुसिरु पनि केही पनि खाँदिनँ, त्यही भएर अब चाहिँ म फर्किन लागेको है। रनअप कुदाएर जाने हो नि, रनअप। पर्दैन कि यस्तो ठाउँमा फेरि आफै कुद्छ। सेयर गर्छु टिकटकमा अनि युट्युबमा है, हेरिदिनु होला। अहिले चाहिँ बत्ती निभाएको मैले फेरि है त। जापानमा चाहिँ कसरी अरूलाई थ्याङ्क यू भन्ने त भनेर चाहिँ एउटा म भन्छु होइन। कसैले तपाईँलाई अगाडि जान दियो, तपाईँलाई कसैले बाटो छोडिदियो भने चाहिँ तपाईँले थ्याङ्क यू भन्नु पऱ्यो नि त, आरिगातो भन्नु पऱ्यो। त्यसको लागि चाहिँ तपाईँले पिलिक पिलिक दुईचोटि इमर्जेन्सी लाइट बालिदिनु भयो भने त्यो चाहिँ जे होस् बाटो छोडेको मान्छेले थ्याङ्क यू